वेलकम टु माई भिडियो। आजको यो भिडियोमा चाहिँ मैले डेटाबेसको असाइनमेन्टको लागि बनाएको होटल रुम रिजर्भेसन सिस्टम चाहिँ कसरी वर्क गर्छ भनेर चाहिँ देखाउन जाँदैछु। यो सिस्टमको लागि चाहिँ मैले पाइथन युज गरेको छु अनि युजर्स इन्टरफेसको लागि चाहिँ टिकेइन्टर युज गरेको छु। अब चाहिँ यो सिस्टमलाई चाहिँ रन गरौँ। यो सिस्टमलाई रन गरिसकेपछि यहाँनिर कनेक्टेड टु डिबी भनेर देखाएको छ। यसको मतलब चाहिँ हाम्रो यो सिस्टम चाहिँ डाटाबेससँग चाहिँ कनेक्ट भएको छ। यहाँ चाहिँ हामीले लगइन पेज हेर्न सक्छौँ। जस्तै हामीले चाहिँ यहाँनिर र्यान्डमली युजर नेम र पासवर्ड हालेर लगइन गऱ्यौँ भने चाहिँ इनभ्यालिड युजर नेम र पासवर्ड भनेर चाहिँ देखाउँछ। त्यसैगरी हामीले चाहिँ अब ब्ल्याङ्क युजर नेम र पासवर्डलाई चाहिँ लगइन गऱ्यौँ भने पनि इरर मेसेज देखाउँछ। अनि फरगट पासवर्ड भन्ने बटनमा हामीले क्लिक गऱ्यौँ भने चाहिँ यस्तो टाइपको मेसेज देखाउँछ। अनि यदि हामीले करेक्ट युजर नेम र पासवर्ड हाल्यौँ भने चाहिँ लगइन सक्सेसफुल भनेर मेसेज देखाउँछ। अनि ओकेमा क्लिक गरिसकेपछि चाहिँ अटोमेटिकली होम पेज चाहिँ ओपन हुन्छ। यो होम पेजमा चाहिँ डिफ्रेन्ट बटनहरू छ, जुन बटनमा चाहिँ हामीले क्लिक गर्दाखेरि चाहिँ उनीहरूको रेस्पेक्टिभ पेजेसहरू चाहिँ ओपन हुन्छ। जस्तै गेस्ट पेजमा गेस्ट बटनमा क्लिक गर्दाखेरि चाहिँ गेस्ट पेज ओपन हुन्छ, जहाँ चाहिँ गेस्ट डिटेलहरू चाहिँ इन्टर गर्छ। यहाँ चाहिँ तीनटा बटनहरू छ। जस्तै क्लियर बटनले चाहिँ यो डेटाहरू क्लियर गर्नमा हेल्प गर्छ, सबमिटले चाहिँ डेटाहरू सबमिट गर्नमा हेल्प गर्छ, अनि गो ब्याकले चाहिँ होम पेजमा चाहिँ रिटर्न जानको लागि चाहिँ हेल्प गर्छ। जस्तै गेस्ट आइडीमा चाहिँ पहिले इन्टर भएको गेस्ट आइडी हाल्दिउँ। अनि इमेलमा .com हाल्दिउँ, एड्रेसमा BKT हाल्दिउँ अनि चाहिँ 3 हाल्दिउँ। यसरी हामीले पहिले एक्जिस्ट भएको गेस्ट आइडी हाल्यौँ भने चाहिँ यस्तो मेसेज देखाउँछ। त्यही भएर चाहिँ हामीले जहिले पनि नयाँ गेस्ट आइडी हाल्नुपर्छ। अनि जस्तै हामीले कन्ट्याक्ट नम्बरमा चाहिँ कुनै पनि 108 अनि यदि हामीले कन्ट्याक्ट नम्बरमा चाहिँ कुनै पनि अल्फाबेट युज गऱ्यौँ भने चाहिँ यसरी कन्ट्याक्ट नम्बर मस्ट कन्टेन ओन्ली नम्बर्स भनेर चाहिँ मेसेज देखाउँछ। त्यही भएर चाहिँ हामीले जहिले पनि कन्ट्याक्ट नम्बरमा चाहिँ डिजिटै युज गर्नुपर्छ। यसरी चाहिँ हामीले सबै डेटाहरू चाहिँ करेक्ट डेटा हाल्यौँ भने चाहिँ गेस्ट डेटा सबमिटेड सक्सेसफुली भनेर चाहिँ मेसेज देखाउँछ। त्यसै गरी अब सर्भिसेसमा जाऊँ। सर्भिसेसमा चाहिँ जस्तै 8 हालौँ सर्भिस आइडी चाहिँ, अनि त्यसपछि यसमा चाहिँ एक्स्ट्रा बेड हाल्दिउँ अनि प्राइस चाहिँ 200.00 हालौँ। यसरी सबमिट गर्दाखेरि यस्तो मेसेज देखाउँछ। त्यसै गरी रिजर्भेसनमा जाऊँ। रिजर्भेसनमा जस्तै 208 हालौँ। यसमा चाहिँ 2024-09-05 हालौँ। त्यसै गरी यसमा 2024-09-07 हालौँ। त्यसै गरी पेमेन्टमा चाहिँ 3000.00 हालौँ। अनि गेस्ट आइडी चाहिँ यदि हामीले चाहिँ एक्जिस्टै नभएको गेस्ट आइडी जस्तै 670 हाल्दिउँ। एक्जिस्टै नभएको गेस्ट आइडी हाल्यौँ भने चाहिँ डज नट एक्जिस्ट, गेस्ट आइडी डज नट एक्जिस्ट भनेर चाहिँ इरर मेसेज देखाउँछ। त्यही भएर यसमा चाहिँ हामीले एक्जिस्ट भएको गेस्ट आइडी हाल्नुपर्छ। जस्तै अघिनको गेस्ट आइडी हालेर सबमिट गऱ्यौँ भने चाहिँ रिजर्भेसन डेटा सबमिटेड सक्सेसफुल्ली भनेर देखाउँछ। त्यसै गरी रिजर्भेसन पछि म्यानेजरमा चाहिँ अब हामीले 308 हालौँ। युजर नेममा चाहिँ STFF स्टाफ 45 हाल्दिउँ। पासवर्डमा चाहिँ STFF स्टाफ हाल्दिउँ। रोलमा चाहिँ स्टाफ नै हाल्दिउँ। यसरी हामीले सबमिट गऱ्यौँ भने चाहिँ म्यानेजर डेटा सबमिटेड सक्सेसफुल्ली भनेर देखाउँछ। त्यसै गरी रुममा हामीले 408 गरौँ। रुम टाइपमा चाहिँ CLE सिङ्गल गरौँ। प्राइसमा चाहिँ 500.00। स्टेटसमा चाहिँ बुक्ड हाल्दिउँ। रिजर्भेसन आइडी चाहिँ 208 अघिनकै हाल्दिउँ अनि म्यानेजर आइडी 308 अघिनको हाल्दिउँ अनि सबमिट गर्दाखेरि चाहिँ रुम डेटा सबमिटेड सक्सेसफुल्ली भनेर देखाउँछ। त्यसै गरी लास्टमा हाम्रो गेस्ट एडिसनल सर्भिसमा जाऊँ। यसमा चाहिँ 508 हाल्यौँ। गेस्ट आइडी चाहिँ 108 हाल्यौँ अनि त्यसपछि यसमा चाहिँ 8 हाल्यौँ।
हाल्दिउँ अनि यसरी सबमिट गर्दाखेरि चाहिँ गेस्ट एडिसनल सर्भिस डेटा सबमिटेड सक्सेसफुली भनेर देखाउँछ। त्यसैगरी हामीले चाहिँ अब यसमा चाहिँ सबै डेटाहरू चाहिँ सबमिट गरिसक्यौँ डेटाहरू चाहिँ अब हामीले हालिसक्यौँ। अब यो डेटाहरू चाहिँ हामीले चाहिँ डेटाबेसमा चाहिँ स्टोर भएको छ कि छैन भनेर चाहिँ हेर्नुपर्छ। त्यसको लागि चाहिँ पहिला पिजी एडमिनमा जाऊँ अनि यहाँ चाहिँ मैले पहिल्यै टेबलहरू बनाइसकेको छु। अब जस्तै गेस्ट टेबलमा जाऊँ, हेर्न सक्नुहुन्छ सिया भनेर चाहिँ गेस्ट टेबलमा चाहिँ डेटा स्टोर भइसकेको छ। त्यसैगरी एडिसनल सर्भिसमा पनि स्टोर भइसकेको छ। त्यसैगरी रिजर्भेसनमा पनि स्टोर भइसकेको छ। त्यसैगरी म्यानेजरमा पनि स्टोर भइसकेको छ। रुममा पनि स्टोर भइसकेको छ। अनि त्यसैगरी गेस्ट एडिसनल सर्भिसमा नि स्टोर भइसकेको छ। अनि यो युजर भन्ने टेबल चाहिँ लगइन पेजको लागि हो। अनि यो युजर नेम र पासवर्डमा चाहिँ हामीले उर्बी अनि उर्बी 1 2 3 भनेर हालेको छौँ। यहाँ चाहिँ जे हालेको छ त्यही युजर नेम र पासवर्डमा हालेर लगइन गर्यो भने मात्रै ओपन हुन्छ, लगइन हुन्छ, नत्र चाहिँ इरर मेसेज देखाउँछ। यसरी चाहिँ मेरो रिजर्भेसन सिस्टम चाहिँ वर्क गर्छ। थ्याङ्क यू।